हेलो गाइज, वेलकम बैक टू माई ब्लग। लास्ट मेरो भिडियो थियो त्यो आर्यन केल्विन भाइको बारेमा कि त्यसको भिडियोहरू धेरै, त्यसको भिडियोमा लाइक आउँछ, सेयर आउँछ धेरै। मैले पनि त्यही सोचेर हालेको थिएँ कि आओस् भिडियोमा लाइक आओस्, सेयर आओस्, सब्सक्राइबर मेरो बढोस्। सब्सक्राइबर त एउटा पनि बढेन, भ्युज तर भयो। त्यति भयो कि त्यसको म चर्चा पनि गर्न सक्दिनँ भिडियोमा, खास गरी अहिलेको जुन मेरो अवस्था छ त्यो सिचुएसनमा। त्यही पनि म भनिदिन्छु, मेरो युट्युबमा त्यो भिडियोमा टोटल 200 समथिङ भ्युज आएको थियो। मेरो लागि चाहिँ पनि खुसी नै हो। अब स्टार्टिङमा भिडियो युट्युब च्यानल ओपन गर्दा त्यति भ्युज आएकोमा राम्रै कुरा मान्नुपर्छ होइन। त्यसपछि पनि म आज यो भिडियो चाहिँ हाम्रो भाषा नेपाली भाषामा बनाइरहेको छु, किनभने म त्यही भिडियो युट्युबमा पनि हालेको थिएँ। अनि एकजना भाइ थियो, त्यसले चाहिँ मलाई त्यो युट्युबमा कमेन्ट गराएको थियो, सरी फेसबुकमा कमेन्ट गराएको थियो कि नेपालको हुँदा किन हिन्दीमा बनाउनु पर्ने भिडियो। त्यो पनि राम्रै भनौँ, म पनि नेपालको हो, राजविराज सप्तरी मेरो घर हो, किन हिन्दीमा बनाउनु भनेर। अब जति भिडियो छ सबमा मोस्टली चाहिँ नेपालीमा बनाउँछु। कुनै कुनै भिडियो हुनसक्छ मैथिली, हाम्रो जुन ल्याङ्ग्वेज हो सप्तरीवासीहरूको ल्याङ्ग्वेज, सक्दो सबै भिडियो मेरो नेपालीमा हुन्छ। अनि चाहिँ कुनै कुनै भिडियो मैथिलीमा, कुनै भिडियो हिन्दीमा पनि हुन्छ अर्कोचोटिदेखि। सबैजना सपोर्ट गर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, र जति हुन्छ त्यति सकेसम्म सेयर गर्नु होला, कमेन्ट गर्नु होला। नराम्रो कमेन्ट नगर्नु होला, राम्रै कमेन्ट गर्नु होला। हस् त, धन्यवाद र मेरो भिडियो हेरिदिनको लागि थ्याङ्क यू।